नमस्कार, म डीडी अधिकारी, काठमाडौँ मोडल माध्यमिक विद्यालय केएमसी बागबजारको एक्जाम कोअर्डिनेटर। विद्यार्थीले गरेको मेहनत र त्यसबाट प्राप्त उपलब्धिको मापन गर्ने प्रमुख आधार भनेको परीक्षा हो। यसले विद्यार्थीको मेहनत, ज्ञान, सिप र प्रयासको उचित मूल्य निर्धारण गर्ने काम गर्दछ। त्यसैले यसले परीक्षाले विद्यार्थीका जीवनमा अत्यन्त गहिरो प्रभाव पार्ने काम गर्छ। गुणस्तरीय शिक्षाका माध्यमबाट शैक्षिक उत्कृष्टता हासिल गर्ने मूल मन्त्रका साथ स्थापना भएको केएमसीले आफ्ना विद्यार्थीहरूमा हो यस्तै प्रकारको प्रतिस्पर्धात्मक भावनाको विकास गर्नका निम्ति अनवरत मेहनत गरिरहेको छ, जसका कारणले गर्दा हाम्रा विद्यार्थीहरूले एकपछि अर्को सफलता प्राप्त गरिरहेका छन्। हाम्रा विद्यार्थीले डाक्टर, इन्जिनियर मात्र नभएर विश्व प्रसिद्ध विश्वविद्यालयमा अत्यन्तै राम्रो छात्रवृत्ति प्राप्त गरेका छन्। यसका साथसाथै शुल्क तिरेर पनि सम्मानजनक प्रवेश हाम्रा विद्यार्थीहरूले त्यस्ता संस्थाहरूमा प्राप्त गरिरहेका छन्। यसको मुख्य कारण भनेको पढाइ, मेहनत र परिश्रमको विकल्प, फेरि पनि पढाइ, मेहनत र परिश्रम नै हो भन्ने हाम्रो सोच हो। त्यसैले हामी हाम्रा विद्यार्थीहरूमा यही मूल्यको विकास गरेर उनीहरूलाई ग्लोबल सिटिजन बनाउने मार्गमा अगाडि बढिरहेका छौँ। हो, तपाईँ पनि यस्तै प्रकारको संस्था र विद्यालयको खोजीमा हुनुहुन्छ भने केएमसी, जुन एउटा विद्यालय मात्र होइन, समग्र ज्ञानको सागर हो, यहाँ तपाईँलाई हार्दिक स्वागत छ।